बाला चतुर्दशीमा सद्बीज छर्दै हुनुहुन्छ भने भुलेर पनि यो गल्ती नगर्नुहोस्, नत्र पितृ मोक्षको सट्टा पितृ श्राप भोग्नुपर्ने हुन्छ। नउम्रिने ठाउँमा सद्बीज छर्नै हुँदैन। सद्बीज मान्छे हिँड्ने बाटो, गाडी गुड्ने बाटो, सिमेन्ट लगाएको तथा ढुङ्गा बिछ्याएको ठाउँमाथि छर्नै हुँदैन। यदि यसो गरियो भने पितृले प्राप्त गर्न सक्दैनन्, पितृहरू तृप्त हुन सक्दैनन् र पितृको श्राप लाग्छ। बाटोमा छरेको सद्बीज जति मान्छेहरूले कुल्चिएर हिँड्छन्, छर्नेलाई त्यति नै अन्न र पितृको श्राप लाग्छ। सद्बीज छर्नुको महत्त्व दर्शाउँदै स्कन्द पुराणको हिमवत् खण्डमा यसो भनिएको छ: मृगस्थली नाम क्षेत्रम शिवस्य परमं प्रियम यत्र शत बीजम छिप्त्वा पितॄणां मोक्षे लाभः। अर्थात् शिवजीको अत्यन्तै प्रिय मृगस्थली क्षेत्रमा सद्बीज छरेमा पितृहरूले मोक्ष प्राप्त गर्छन् भनिएको छ। यहाँ मन्दिर तथा शिवलिङ्गमाथि छर्ने भनिएको छैन। शिवको प्रिय क्षेत्र जहाँ शिवजी मृग रूप धारण गरेर वन विहार गरेका थिए, त्यस्तो ठाउँमा छर्ने भनेर प्रष्ट रूपमा स्कन्द पुराणले बताएको छ। त्यसैले सद्बीज छर्नुको फल प्राप्तिको लागि खुल्ला ठाउँ, वन जङ्गल वा भनौँ जीव जन्तुहरू विचरण गर्ने क्षेत्रमा छर्नुपर्छ। आफूले छरेको बीजहरूबाट जति चराचुरुङ्गी, कीट पतङ्ग तथा जीव जन्तुहरूले भोजनको रूपमा प्राप्त गर्छन्, त्यति नै पितृहरू तृप्त हुन्छन् र आशीर्वाद दिन्छन् भनेर शास्त्रहरूले बताएको छ। त्यसैले नउम्रिने तथा कुहिएका बीजहरू पनि छर्नु हुँदैन। कतिपय मानिसहरूले शिवलिङ्ग नै पुरिने गरी शिलामा, मन्दिरमा तथा बाटोमा समेत सद्बीज छरेको पाइन्छ, तर यसो गर्दा फल प्राप्त हुँदैन। सद्बीज शिवलिङ्गको शिलामाथि छर्ने होइन, शिवजीलाई सम्झेर वन जङ्गलमा छर्ने हो। कुनै पनि मन्दिरभित्र सद्बीज छर्ने नै होइन। बीज हि पुरुषम विद्यात् बीजात् भावः प्रजायते भनिएको छ। अर्थात् बीज नै सृष्टिको आधार हो। जीवनको उत्पत्ति बीजबाटै हुन्छ। त्यसैले बीज छर्ने भनेकै उमार्नको लागि छर्ने हो। शिवालयको वरिपरि रहेको वन जङ्गल तथा मानिसहरूले नकुल्चिने खुल्ला ठाउँमा आफूले छरेको बीजबाट चराचुरुङ्गी, कीट पतङ्ग तथा जीव जन्तुहरूले गर्ने भोजनको माध्यमबाट पितृहरूले प्राप्त गर्न सकुन् भन्ने कामनाले भक्ति भावले शिवजीलाई सम्झिएर ओम नमः शिवाय यो मन्त्र जप्दै छर्नुपर्छ। यसो गरेमा जति जीव जन्तुहरूले हजुरले छरेको बीजबाट भोजन प्राप्त गर्छन्, त्यति नै हजुरलाई पुण्य मिल्छ, कार्य सिद्धि हुन्छ र कुल पितृहरू तृप्त भएर आशीर्वाद दिन्छन्। जङ्गली जन्तुहरू पनि मानिसहरूले लगाएको बाली नालीमा क्षति गर्न आउँदैनन्। यदि मानिसहरूले कुल्चिने ठाउँ तथा नउम्रिने ठाउँमा सद्बीज छरियो भने त्यो पितृहरूले ग्रहण गर्न सक्दैनन्। त्यस्तो कर्म व्यर्थ हुन्छ, पितृहरूले श्राप दिन्छन्। त्यस्तै स्कन्द पुराणका एक प्रसङ्गमा माता पार्वतीले मृगस्थलीमा मृगहरूको लागि सद्बीज छरेर उमारेको कथा उल्लेख गरिएको छ। त्यस्तै अर्को प्रसङ्गमा अल्पायुमै मृत्यु भई प्रेत योनिमा परेका बालक